ल 3 2 1 ल चलो यसलाई म नीलो कलरको ब्रस ल्याइदिएको थिएँ यसलाई मुकुल्ला गर्ने ल्याइदिएको मलाई मुकुल्ला गर्ने ल्याइदिएको छु ठिक छ माने ल चल ल छिछि म घाटामा परिरहेको छु तल अर्को पनि छ ब्लू कलर के अस्ति मेरो भाइले हैन अरूले चाहिँ हावा भरेको बलले खेलिरहेका थिए त्यत्रा ग्रुपले तैले चाहिँ हावा नभरेको त्यसैले ओए नाइस है ओपी है नाइस यो त के ह्यान्डबल हो क्या हो नाइस ओए भयो के ले ओके तेरो अब तेरो बाल मैले ब्लू वाला भनेको ब्लू सक्यो त मेरो पालो पहिला कलर भन्नुपर्छ है बास पिङ्क ल पिङ्क हैन पिङ्क हो यो बबालाई सुन यो धेरै नै खतरा कुरा हो तलाई बबालाई चाहिने कुरा हो यो केटी मान्छेलाई धेरै नै चाहिने कुरा हो के यो पनि केटी मार्केट तलाई त धेरै चाहिने किन नौदैनस् नि त अब यो भएपछि त नआउँछस् नाइ केटी मान्छेलाई धेरै चाहिने कुरा हो ल यो भएपछि त नआउँछस् के ल 1 2 3 के हो यो मैलो लगाउने मैलो हाल्ने च्या गाइस मैलो हाल्ने है यो स्याम्पू र यो अब भोलिदेखि डेली नुहाउँछ यसले अब अलवेज नुहाउने मान्छेलाई अलवेज त्यो दिवाली चाहिँदैन के नुहाउनको लागि बुझिनेस् ल सरस्वती पूजाको दिन त 1 बजे उठेको मान्छेलाई के गर्छस् यहाँ कस्तो खतरा आयो खोलेर हेर्न ला तै खोल छ्या सनसिल्क को ल्याएको एउटा पनि राम्रो छैन गाइस अहिलेसम्म एउटा चीज पनि राम्रो पाएको छैन के हो यो त ओए यो यस्तो हो ढाड्छ गर्ने यो जानेवाला हो यता पनि गर्न मिल्छ यता पनि अनि यता पनि दुईतिर यो गरेर जान्छ ल दामी छ है यो चाहिँ मन पर्यो गाइस मैले सबै चिज राम्रो दिएको छु है मैले के नराम्रो दिएको छु मैले झन् कस्तो काम लाग्ने कुरा दिएको छु स्याम्पू भएन भने केटीहरू कस्तो कपाल देखिन्छ त त्यो लट्टा परेको ज्याङऱ्याङमा परेको अब ग्रीन ल सर यो त झन् तँलाई चाहिने कुरा हो यो त झन् तँलाई पनि ल 3 ओभर के तँलाई यो 3 2 1 गो सेम हो गाइस यो त के हो यो त फिर्ता गर्नु पर्ला जस्तो छ बारस अर्को केही चीज ल्याउनु पर्ला जस्तो छ ग्रीन टी नै लिएर आएको रहेछ दुईजनाले नि ग्रीन टी नै दुईजनाले ग्रीन टी नै ल्याएको रहेछ सेम रहेछ है यो चाहिँ तेरो मेरो मिल्यो तेरो मिल्यो चल ह्यान्डसेक गुड गर चल ल ल थ्यांक यू तर अलिकति ठुलो र सानो भएछ ल अब चाहिँ के छ त अब तैँले भन्नु ग्रीन मैले भनेको म भन क्रीम कलरको क्रीम कलर तसँग क्रीम कलर छ कि छैन क्रीम कलरको छ क्रीम कलर छ क्रीम कलर छैन भने तसँग मसँग फेरि ब्ल्याक छैन के त्यही भएर तसँग क्रीम कलर छैन मसँग सब छ भाइ क्रीम पनि छ क्रीम कलर है ल भित्रपट्टि क्रीम हो है भित्रपट्टि हैन ब्ल्याक गर्नु दिन्छ भाइ मसँग ब्ल्याक छैन त अहिले म ब्ल्याक उताल्न के गरौँला फेरि ब्ल्याक त तेरो हो नि त त्यो त ल ओके क्रीम कलर है 3 2 1 यो चिजी पपकर्नको त्यो भित्रपट्टि हालेर चिजी पपकर्नलाई अब भन त राजाहरु यो र एउटै हैन एउटा चाहिँ गतिलो ल्याइ जस्तो छ ल हेर कस्तो राम्रो ड्रेस ल्याइदिए अहिले बल्ल लगाइदिए एउटा जम्मा एउटा हेर घाटामा परे भन्दै थिए कि थिन म घाटामा परे म त उ भयो भनेर भन्दै थिए यहाँ हेर ड्रेस यो भित्रपट्टि लाउने कस्तो बुझेको छु त मैले केटीहरुको चोइस बाहिरपट्टितिर आउटर ए भित्रपट्टि लाउने अनि बाहिरपट्टितिर चाहिँ यो आउटर जान्छ अनि सोच त अब यो भोलि लगाउँलाई अहिले त ल तलाई यो ले यसले देखि हेर यो चीज रे हो के चीज मन चीजै नखाने मान्छेलाई चीज दिन्छ अब चीज कहाँ दिमाग भएको हुन्छ त अलिकति यो चीज हैन के पपकर्न बनाउने हो के यो यस्तो यो कम्बिनेसन मिल्यो त भाइब्स मिल्यो त मिल्छ अब तैले पर्पल के पर्पल कलर पर्पल ल 3 पकाइ एकछिन भयो यहाँ निरौ भएछ गर्दिन्छु म पर्पल
यहाँनिर उ भयो कि गाई चाहिँ किसिम बोक्नु बाबुआमासँग चलपल ल पर्पल गरिदिन्छु म पर्पल ल खाइदिन्छु म ल 3 मेरो धेरै कुराहरू मिलेछ गाई तर ऊ मात्रै रहेछ के 3 ल चल ल 3 2 तँलाई सुन पहिला भन्न दे तँलाई यस्तो युजफुल हो न किनभने त एकदमै आस्तिक मान्छे होस् के आस्तिक भने के हो अगरबत्ती लिएर आइस होला तैँले त्यस्तै लाग्यो है पर्पल भनेपछि अगरबत्तीले सबै आफूलाई काम लाग्ने कुराहरू ल्याएछ यसले किचन सिजनको ल ल 3 2 1 गो गाइस एउटा अगरबत्ती मेरो पनि चास गर्नु म देखाउँछु चल यहाँ हेर यसलाई मैले यस्तो दामी खालको स्वेटर लिएर आइदिएको छु अघिदेखि मैले तँलाई यति महँगो यति दामी स्वेटर लिएर आइदिएको छु हेरे यहाँ चलपल यो लगायो भने झलल्लै भएन त यो कति दामी कसको गिफ्ट राम्रो यहाँ हेर यसले के लिएर आएछ पूजा पाठको राम्रो हुन्छ कि नै गाइस अगरबत्ती त तँलाई काम लाग्ने कुरा हो हेर म त बिहानै नउठ्ने मान्छे त उठ्छस् गर्छस् नि त कहिले कहिले तले त्यो बिल्लै गरी यार दुनियाँको गाडी बनायो भने तले रुम फ्रेसनर बिल्लै गरिस् दुनियाँको गाडी हेर यो पनि ल्याइदिएको छु हेर यस्तो राम्रो ल अब घाटा भयो भन्दै थिए ल घाटा भयो के थाहा तेरो आउँदैछ कि नाटक गर्छस् ल धेरै नबोल ल अब पक अब चाहिँ डार्क ग्रीन है डार्क ग्रीन छैन मसँग छैन अह किन नल्याएको त डार्क ग्रीन छ ल ल ल 3 ल 3 डार्क ग्रीन हो है ग्रीनै देखाए पनि हुन्छ नि हैन ल 3 2 1 गो हेर ग्रीन त ग्रीनै हो नि ओ यो त हिजोकै घरकै बोतल हो भाइ कसरी घरको बोतल नयाँ बोतल लिएर आउँदाखेरि नयाँ देख्ने स्टिकरै निकालेको छैन त स्टिकर कहाँ निकालेको छ त ल सबलाई थाहा छ कि यो घरको बोतल हो है डार्क ग्रीन देखा त्यहाँ चल पर लगाइदिउँ क्या अहिले नै ओए ल्या त खै यसरी ट्राई गरौँ है अनि त्यसपछि यो पनि हेर यता ल्या ट्राई गर्छु ल डार्क ग्रीन त्यसपछि यो चाहिँ तेरो यताउता बाइक साइक सफा गर्नको लागि ए ओके सर तर अलि सानो भयो कि दिजु यो छैन ठुलो साइज हो त्यो हो सोच्छु है फेरि यस्तो कलर त फेरि केटीहरू आँखा चिम्म गरेर बस्छ केटाहरू मात्रै हेर यस्तो लुक्सले त मार्छ फेरि ओल्ड मनी के ओल्ड मनी आउटफिट एस्थेटिक केटा हल्का अब एउटा हातमा घडी जानु पर्यो टक्क त्यसपछि ओल्ड मनी आउटफिट ल यो पनि एउटा ल ले अब सिद्धियो क्या हो के छ तेरो पालो सिद्धियो तेरो नै मेरो छ ल येलो हेलो येलो एकदम काम लाग्ने कुरा बबाल काम लाग्ने कुरा लास्टै काम लाग्ने कुरा मान्छेले झगडा गर्छन् यसको लागि काम लाग्ने कुरा बबाले पहिला एकचोटि बबाले भएको थियो एकतालमा इन्डियाबाट लकडाउन गरिदिएको थियो यो खान नपाएका थिए मान्छेहरूले चलाइयो 3 2 1 मैले हेर गाइस यस्तो राम्रो राम्रो चिज ल्याएको छु तेल सेल यताउता लिएर आएको छ भाइ तेल कसले खान्छ भाइ तेल खाँदैनन् मान्छेले सनफ्लावर ओइल भन् के तेल नभन् दुनिया अगाडि सनफ्लावर ओइल ले अलि धर्नु पर्ला ठिक छ चल ए बोली न अब रेड ल लास्ट है मेरो लास्ट है तेरो लास्ट हो मेरो लास्ट हो मसँग छैन म आज दिनभरि खोजे भेटेन नि त रेड हो ल 3 बबाल कुरा हो हेर एस्थेटिकको पनि बाउ एस्थेटिकको खतरनाक आजभोलिको केटीहरूलाई बबाल मनपर्ने यो देख्यो भने केटीहरू हाम फाल्छन् बुझिस् कि बुझिनस् हाम फाल्ने यति धेरै प्रशंसा गरिस् तैले भनेपछि केही न केही नराम्रै चिज हो नै हाम फाल्छन् केटीहरू यो पायो भने हरर रहे के मनै खुसी भएको जस्तो बाबा जे गर्दाखेरि चाहिने कुरा हो यो त बुझ्यो किन केटीहरूलाई टिभी सिभी हेर्दाखेरि आइप्याड खोलेर यसो ल्यापटप सेटो खोलेर के हेर्दाखेरि गर्ने सेवन गर्ने कुरा हो ल 3 2 1 यो रिजल्टले खाइदिएर ल्याएको हेर मैले यसको लागि भनेर यसलाई राम्रो बुझेको बुझेन यसलाई एउटा मानव जाति बनाउनको लागि भनेर हेल्दी सुगर फ्री यो भेजिटेबल्स वाला यो अनि त्यसपछि पिनट बटर मानव जाति बनाउनको लागि मैले यो कुरा लिएर आइदिएको छु यसलाई ल मैले पनि दुईटा पिनट बटर ल ले यस्तो मेरो मलाई घाटा लागिरहन्छ नि मलाई थाहा छ अर्को के छ अझै ल चल देखा ल तैँले चाहिँ होइन लास्टै गरिस् के है मसँग एउटा छ हो लास्टै गरिस् त अलिकति हुन्छ नि मलाई डर छ कि यस्तो थोप्स देखाएर बाहिर ननिस्कि मान्छेहरू तर्सिन सक्छन् त्यही भएर तेरो लागि घरकै चिज नदे चाहियो न मलाई घरकै चिज रे हिजो भर्खर ताता त मैन पकालेर बनाएर लिएर आएको छु घरको चिज रे अब
हिजो भर्खर बिहान बिहान तातो मैन पकालेर बनाएको यार यो कतै देखेका थियौ यो कतै थियो यो सुन भाइ हेर अब तेरिका यार तैँले लास्टै भनिस् कि होइन लास्टै भनिस् त अलिकति यो मार्क्स लिएर आइछ हेर न एक बट्टा मार्क्स लिएर आइछ म के गर्ने मार्क्सको यो थोप लुकाउने लाइभ जाँदाखेरि नि लुका उ गरेर जान्छ ल अब फेरि अर्को एउटा मान्छे हुन्छ ल गेस गर अब यो चाहिँ गेस गर ल के हुन सक्छ र गेस गर्ने है गेस गर खानेकुरा हो हैन लाउने कुरा हो लाउने कुरा हो यस शरीरमा लाउने कुरा हो माथि यो कम्मर भन्दा माथि लाउने कि कम्मर भन्दा तल माथि नै लाउने हो कम्मर भन्दा माथि लाउने भित्र लाउने कुरा हो भित्र लाउने यहाँ कम्मर भन्दा माथि भित्र लाउने त्यो गन्जी स्यान्डो टाइप के हो होइन त्यो होइन के हो त्यो यार टाउकोतिर लाउने कुरा हो होइन घाँटीमा लाउने हो लगाउँछ सक्छन् घाँटीमा पनि कसैले घाँटीमा पनि लाउन सक्छ पर्फ्युम हो पर्फ्युम नो साबुन बडी ओइल अत्तर नो किन लाउँछ इत्र हो के अत्तर होइन ए इत्र हामी फेरि अत्तरियाको साइको पर्यौँ अनि के गर्नु ल पास नाइ रोक सोच्न दे मलाई त्यो बास्ना आउने कुरा के होइन बास्ना आउने कुरा के बास्ना आउने नै हो यो त काकी साकीमा आउनेवाला हो रोलर लिएर जसलाई ल ठिक छ ल यो त तलै चाहिन्थ्यो उल्टी सुल्टी ब्याक गरे अझै रहेछ त ए ब्ल्याक कलरको छ अब ब्ल्याक छ ब्ल्याकको चाहिँ गाइस यसलाई एकदमै आवश्यकता थियो होइन एकदमै आवश्यकता यो नभएर यो एकदमै हुन्छ नि जतिखेर पनि मलाई हेप्ने पनिसमेन्ट दिने गरेर त्यही भएर मैले यसलाई यो लिएर आइदिएको छु यो लिएर आएर यसलाई यो लगाइदिएपछि चाहिँ यो अलिकति शान्त हुन्छ कि भनेर चाहिँ मैले एउटा चिज लिएर आएको छु के हो यो कलर देखा के हो यसले हल्का मान्छेहरूलाई प्रोटेक्टिभ हुन्छ नि अलिकति शान्त बनाउँछ कि नत्र लास्टै कहाँ लाउँछ नि विचार गर्न त कुनै कुरा त तैँले आफै विचार गर्दा पनि हुन्छ नि त्यो डग के हो यो कहाँ हातमा त मेरो अट्दैन त नि होइन हातमा होइन यो कहाँ लग यसको विचार घाँटीमा त लाउने होइन होला कहाँ लाउने हो यो सोध्न आफ्नो जनताहरूलाई त घाँटीमा पनि अटेन त सोध्न कहाँ हो राजाहरू यो के हो यो कस्तो बेल्टेर आयो तयार यो पत्ली कम्मरहरूको लागि हो क्या हो यो चाहिँ केटीहरूको लागि हो जस्तो पातलो कम्मर भयो एउटा के हेर सुन्छ तैँले नि तेरो धेरै नै लाइफमा केटीहरूसँग यताउता कुरा गरेर तेरो दिल टुट्छ मन टुट्छ होइन रुन्छस् कति त्यसको लागि एक बट्टा टिस्यु पनि ल्याइदिएको छु पाए त्यही टिस्यु लिएर आएको छु यार ल सोध अब हिसाब गर्ने भनेपछि चाहिँ हिसाब गर्ने भनेपछि हिसाब गरौँ न त हिसाब क्याल्कुलेटर निकाल त हिसाब गर्ने निकाल त नै हिसाब गर्ने हो भनेपछि चाहिँ यसले जे पनि ल्याए नि जे जस्तो गरे नि हेर मन छ बाउला सानो भइसक्यो छोटो भयो कसरी गर्नु यो यस्तो हुन्छ भएन यो भाग यो अनि हेर ल यस्तो गरेर यो गर्दाखेरि चाहिँ माथि तानिन्छ त पुरै सानो भयो कि भएन भनेर यो ठुलो साइज हो सबभन्दा ठुलो यहाँ हेर त बाउला पनि सानो भयो लाइफमै छ है फेरि म यस्तो बस्छु भाइ म लास्टै हेर बाउले सानो भयो तँलाई मेरो हाइट वेट के पनि थाहा छैन भने के को माया गर्छिस् भाग चुप्लाक यो यस्तो हुन्छ नि त नि यो यस्तो तानेपछि त ल हेर यता सुन है कहिले यस्तो होला अरे ल कतै घुम्न गए कोही साइडमा कोही मान्छे यताउति बसिरहेछन् यताउति गर्छ ओहो त्यो चिया ल्याउनु त भन्यो नि ल माथि सारी हेर त केटी होस् केटीहरूले पो बाउलाई यस्तो गरेर यस्तो गर्छन् केटाहरूले त बाउ यस्तो गर्दा हिँड्दैन अनि यो त अनि भाइको लुगा भान्साको लुगा लगाएर आयो भन्ला नि फेरि ल ल सुन यस्तो हात ल हेर ल यतिको गर्दाखेरि ठिक छ पकेटमै हात हालेर बसाउँला जहिले पनि ओहो सर पानी खाऊ न यो त ल्याउनु त यस्तो हात बढाउनु ल यस्तो पानी गर्लास कसैले मान्छे लिइहाल्छ नि भाइ यहाँ हेर न ल बाउले सानो भयो यस्तो गरेर ओहो सर चाहियो पानी खाऊँ न एउटा भनेर भन्दाखेरि ल बाउलाई माथि तानेर जे गरे नि चित्त बिल्ला मात्रै छ भयो छोड्छ हिसाब किताब त्यसो भए तेरो सबै सामानको बराबर मेरो लुगाको पैसा होला मन छ हुन्छ खुबै हल्ला नगर गाइस हेर्नु त यहाँ पखाइ एकैछिन कसरी देखाऊँ भाइ यहाँ देखा पहिला सामानको थुप्रो देखा न त थुप्रो देखा न यहाँ र यहाँ ए भगवान म त माफी माग्न चाहन्छु के मम्मीसँग माफी माग्छु तसँग भन्दा पनि मम्मीसँग कुन दिन जन्माएछन् भनेर म माफी माग्न चाहन्छु मम्मीसँग थुप्रोले गरिन्छ र बाबा त्यो माटोको ढिस्को पपकर्नको ढिस्को बनाएर अनि सुन यति राखेर ओहो ढिस्को धेरै छ भन्नु मिल्छ बिटी दिन्छ यार राम्रो ल्याइदिए पनि उ छैन भाइ आफै लिएर जानु पर्यो बिटी मात्रै दिन्छ
थोरै सामान हो। यसमा पनि अझ के हो ग्रिन टी यताउता त आफैले चाहिने लिएर आउँछ। तेल पनि यो चाउचाउ पनि अहिले यसले आफै जति गर्दाखेरि पनि पुग्दैन के जति गर्दा तर जे होस् है यो उ चाहिँ मलाई ठिक लाग्यो। देखा चल तँलाई सबभन्दा बेस्ट के लाग्यो भन् मलाई यो लुगा को यो पर्पल होइन ए यो पर्पल पनि राम्रो छ पर्पल पनि राम्रो छ। लुगाहरूको चोइस त फेरि मार्छु त फेरि बुझिनस् आमा यो यसको तल पनि लाउने किन्नुपर्ने हो नि तैँले माथि मात्रै लाएर के त माथि तल पनि के त्यो तल मेरो उता भित्र त जाँगे छ एउटा पोर्चुगलको कट्टु छ त्यो लानु त प्लिज कहाँबाट ल्याउनु भने कस्तै थाहा मलाई चाहिँ सबभन्दा राम्रो पनि लाग्यो भन्दा मलाई सबभन्दा राम्रो लाग्यो। नढाटिकन भने मलाई नढाटिकन भन तैँले उति ल्याइनस् के मलाई के मेरो तैँले दिएको चाहिँ सबभन्दा राम्रो लाग्यो केही राम्रो लागेन बाक केही पनि राम्रो लागेन। गाइस सबभन्दा कसको राम्रो लाग्यो यहाँ सोधौँ न तँलाई किन सोधिरहेको छु त म भ्युअर्सहरूलाई पनि सोध्छु मैले उहाँ दिदीको गिफ्ट खासै कतिले राम्रो छैन अरे कसले ल्याएको दाइको के दिदी आफै आइ थपिस पछाडि यसले एउटा दिया आफै लगाउँछ हौ। राजी खुसी बनाउन सकिँदै सकेन के कसैलाई पनि दिदी गरे न गर्लफ्रेन्डलाई न घर परिवार न मम्मीलाई न यो दिदी बहिनीहरूलाई यताउति राजी खुसी कहिले पनि बनाउन सकेन। के भन्नु यार केटाहरूलाई यति दिएको भए बुझेको छैन केटाहरूलाई यति दिएको भए मेरो पुरा 1-2 बिघा जमिन कोदाले खनिदिन्थ्यो होला नि केटाहरूले त्यति खुसी हुन्थ्यो होला नि सोच त। गाइस बाइ बाइ केटीहरूलाई सकिँदै नसकिने के केटीहरूलाई सकिँदै नसकिने यार म त गए आफ्नोहरुलाई बस्नु पर्यो घाटा लिइसक्नु। मैले यतिको मेरो केटा साथी कसैलाई ल साथी यति गिफ्ट ल्याइदिएको छु त्यति कुरा छ भनेको है बाबा दुनियाँ पिटेर बुझेस् कि नै दुनियाँ दिदार पिट्दिएर त्यो बारी सारी खन्देर चुनावमा हल्ला खल्ला गरिदिएर के पो गरिदिन्थे। म गएँ है ल मेरो सामान लिएर गयौँ मेरो पनि उता लर राख्दैन मेरो पनि उता गरेर त्यही राख्दैन राख्न अहिले रातभरि धेर लाग्छ चित्त बुझ्ला आफ्नो आफ्नो काम गर्नु चल ढोका लगा